किडनी बेचेर अब आइफोन किन्न पाइँदैन। यस गाइज, अहिले चाहिँ साइन्टिस्टहरूले चाहिँ सक्सेसफुल्ली सुँगुरको जूभित्र चाहिँ किडनी ग्रो गरेर त्यसलाई ह्युमन बडीमा पनि ट्रान्सप्लान्ट गरिसकेका छन् र 100 डेजसम्म त्यो मान्छे बाँचेको रेकर्ड पनि छ र इभन इन द ल्याब 2 इयर्सदेखि त्यो किडनी फङ्सन पनि गरिरहेको छ र यो एउटा माइलस्टोन हो, किनकि इन्डिया, नेपाल भयो, युएसमा भयो कति मान्छेहरू चाहिँ किडनी नपाएर मरिरहेका छन् र कति वेट पनि गरिरहेका छन्, किनकि अरू जनावरको किडनी हाम्रोमा युज गर्दाखेरि त्यसले एक्सेप्ट गर्दैन, इभन मान्छेको टु मान्छेको पनि एक्सेप्ट गर्दैन कति केसमा। बट अहिले जुन ल्याब ग्रोन जुन किडनी छ यो चाहिँ अहिले चाहिँ टेस्टिङ भइरहेको छ र 2030सम्ममा चाहिँ अहिले वर्ल्ड वाइडै जान्छ पनि होला र प्रोभाब्ली यो जुन प्रब्लम छ किडनी नपाउने, मान्छेहरू वेट गर्ने र मर्नुपर्ने, यो केसबाट चाँडै नै सुरक्षित हुन्छ होला। सो दे आर युजिङ अ क्रिस्पर टेक्नोलोजी जसमा चाहिँ सुँगुर जन्मिनु अगाडि नै मान्छेको किडनी हालिन्छ र मान्छेको जिन हालेको कारणले गर्दाखेरि त्यो चाहिँ कम्प्याटेबल हुन्छ ह्युमन बिङ्ससँग। होप इट वर्क्स। थ्याङ्क यू।